सबैलाई यीशु ख्रिस्टको नाममा जय मसीह। अनि आज चाहिँ बिहीबार अनि वी कॉल इट एज मंडे थर्सडे। अनि आज चाहिँ प्रभु परमेश्वरले चाहिँ आफ्नो चेलाहरूलाई प्रभुज खुवाउनु भएको थियो। अनि त्यसै गरी अनि म चाहिँ अहिले छोटो संगति गर्न गइरहेको छु। अनि तपाईहरु मेरो साथमा हुनुहोस्। अनि संगति सुरु गर्नुभन्दा अगाडि चाहिँ हामी केही वचनको पदहरू हेर्नेछौँ। अनि त्यसै गरी मत्ती 26 को 17 देखि हामी हेर्नेछौँ। अनि यहाँ यसरी लेखेको छ, अन्तिम भोजन। अब अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरूले यीशु कहाँ आएर भने, तपाईको निम्ति निस्तारको भोजन खाने प्रबन्ध हामी कहाँ गरौँ? उहाँले भन्नुभयो, शहरमा एकजना मानिस कहाँ जाऊ र तिनलाई भन, गुरुजी भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ। म आफ्नो चेलाहरूसँग तिम्रो घरमा निस्तारचाड मान्नेछु। तब येशूको आदेश सुने अनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तारचाड चाडको प्रबन्ध मिलाए। साँझ भएपछि उहाँ 12 चेलाहरूसँग खाना बस्नुभयो। उहाँले खाइरहनु भएको बेला उहाँले भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, तिमीहरू मध्ये एकजनाले मलाई पक्राइदिने छ। तब तिनीहरू साह्रै दुखित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, प्रभु के त्यो म हुँ? अनि उहाँले भन्नुभयो, जसले मसँग थालमा रोटी चोपेको छ त्यसले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्त्रमा लेखे बमोजिम जानेछ। तर धिक्कार त्यस मानिसलाई जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो। तब उहाँले पक्राइदिने यहुदाले सोधे, गुरुजी के त्यो म हुँ? उहाँले त्यसलाई भन्नुभयो, तिमी आफैले भन्यौ। तिनीहरूको भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनु भएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, लौ खाऊ, यो मेरो शरीर हो। तब कचौरा पनि लिएर धन्यवाद दिए उहाँले तिनलाई यसो भनेर दिनुभयो, तिनीहरू सबै यसबाट पिय, किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ। तर म तिमीहरूलाई भन्दछु कि दागको यस फलबाट म तबसम्म पिउने छैन, जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिन। एक भजन गाएपछि उहाँहरू जैतुन डाँडातिर निस्केर जानुभयो। आमेन। त्यसै गरी अब हामी छोटो भजन गाउनेछौँ। अनि भजन नम्बर 115। प्रभु प्रेम कल्वरीको वर्णन कसरी गरौँ? धन्यवाद खाली दिन्छु तपाईलाई, अरूमा के चढाउँ? धन्यवाद खाली दिन्छु तपाईलाई, अरूमा के चढाउँ? उद्धार देन नई पापीको क्रुसबार बोक्नुभयो। समर्पण गरी आदर प्रशंसा गिल्ला नै रोज्नुभयो। उद्धार गर्न नई पापीको क्रुसबारी बोक्नुभयो।
गरी आदर प्रशंसा गिल्ला नै रोज्नु हो अपार छ प्रभु वर्णन कसरी गरौँ धन्यवाद खाली दिन्छु तपाईँलाई अरूमा के चढाउँ सापित स्थान त्यो कल्वरीमा कोही थिएन प्रभुको त्यही पनि कत्रो उद्देश्य थियो मुक्तिको त्यही पनि कत्रो उद्देश्य थियो उनीहरूकोले मुक्तिको अपार छ प्रभु प्रेम कल्वरीको बढ कसरी गरौँ धन्यवाद खाली दिन्छु तपाईँलाई अरूमा के चढाउँ ओ छोड पनि त्यहाँ प्रभु तपाईँको लीला नै गर्दथ्यो प्रभु धन्यवाद यसो यस घडी प्रभु तपाईँको उपस्थितिमा प्रभु हामी आउँदछौँ प्रभुजी तपाईँ हुनुहोस् प्रभुजी प्रभु तपाईँलाई त थाहा थियो प्रभुजी हरेक कुरा प्रभु तपाईँ आदि र अन्त्यको परमेश्वर हुनुहुन्छ प्रभुजी प्रभु तपाईँलाई थाहा थियो कि प्रभु यो दिन प्रभु आउनेछ प्रभुजी तर प्रभु तपाईँले हामी जस्तो पापेको निम्ति प्रभु सबै कुरा सहनु भयो प्रभुजी प्रभु आज प्रभु बिहिबारको दिन प्रभु तपाईँले आफ्नो चेलाहरूसँग प्रभु भेला भइकन प्रभु तपाईँको प्रभु गर्नुभयो प्रभुजी प्रभु तपाईँले जसरी वचनमा भन्नुभएको छ कि प्रभु तिमीहरू यो कुराहरू गरिरह तिमीहरू मेरो सम्झनामा प्रभु यो कुराहरू गरिरह यो रोटी मेरो शरीर हो अनि प्रभु यो प्रभु प्रभु तपाईँको दोस्रो आगमन नभएसम्म प्रभुजी हामी प्रभु यो गरिरहनेछौँ प्रभुजी प्रभु यो हामी प्रयास पापको प्रायश्चितको लागि प्रभु गर्दछौँ प्रभुजी प्रभु तपाईँको सम्झनामा गर्दछौँ प्रभुजी अनि हरेक कुरा प्रभु मैले जानी नजानी प्रभु चढाएको हरेक कुराहरू प्रभु तपाईँले ग्रहण गर्नुहोस् प्रभुजी हो प्रभु हुनुहोस् प्रभुजी अनि प्रभु रोटी खानेछौँ प्रभु अनि दागमत पिउनेछौँ हरेक कुराले नै प्रभु तपाईँको महिमा हुनुहोस् सबैको निम्ति प्रभु आशीष माग्छु जीवित येशू ख्रीष्टको नाममा आमेन सबैलाई जय मसीह अनि म चाहिँ दिनभरि फास्टिङ बसेको थिएँ अहिले चाहिँ फास्टिङ तर्न गइरहेको छु अनि मैले कामबाट चाहिँ नान लिएर आएको थिएँ नान खानेछौँ
धन्यवाद। आजको लागि चाहिँ यति नै थियो। तपाईँलाई मन पर्यो भने लाइक फलो सब्सक्राइब गरिदिनु होला। अनि भेट्न छ अर्को फेरि नयाँ ब्लगमा। अनि जो जति नयाँ हुनुहुन्छ मेरो च्यानल लाइक गरिदिनुहोस्, फलो गर्नुहोस्, सब्सक्राइब गरिदिनुहोस् अनि सकेसम्म सेयर गर्नुहोस्। अनि तपाईँहरूलाई कस्तो लाग्यो भिडियोहरू कमेन्ट नि गर्दा हुन्छ। अनि हरेक कुरा। अनि आज चाहिँ मैले मेरो नेपालको चर्चको क्वेयर हुँदाको टी सर्ट लगाएको छु। अनि यहाँ चाहिँ बनाएको छ कि जब इमानुएल चर्च। अनि मेरो पछाडि चाहिँ के लेखेको छ भन्दा अनि बाटो सत्य र जीवन येशू नै हुनु उहाँ नै हुनुहुन्छ भनेर लेखिएको छ। अनि त्यति नै थियो आजको लागि। सबैलाई धन्यवाद अनि गुड नाइट। तर यो बिहान आउँछ होला यो भिडियो चाहिँ। सबै ख्याल गर्नुहोस्। थ्याङ्क यू।